पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ ए सिलास यता आऊ यता आमा यार बजारै गयो यार। यहाँ बसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। नदीको मेन बजार जुन चाइना हुँदै काठमाडौँ जाने बाटो बजार थियो यहाँ, अब अहिले केही पनि छैन। हेर्नुहोस् है, हामी यहाँ उद्धारका लागि हामी आइसकेका छौँ, तैपनि केही पनि कुनै पनि मान्छे पनि हुनुहुन्न। फर्किन्छ यहाँ भित्र केही पनि छैन। बस भित्र हेर्नु के झोलामा त मान्छे छैन रे। यस्तो छ अब चाहिँ बजार हो। हामी यहाँ सकेसम्म आफ्नो गर्दैछौँ। हो यो गाइजहरू साथीहरू, दुःखद खबर यो पेत्रावती रसुवा जिल्ला हुने मेन मुख्य तलको सुरुको बजार हो। अहिले केही पनि छैन यहाँ। हजुरले देख्न सक्नुहुन्छ। हुन्छ सर।
कतिवटा ग्यास सिलिन्डर सिंचाई अफिस एरिया, बुङ्गुर एरिया, पारिपट्टि पावर हाउस एरिया। यो तल्लो सिंचाई अफिस केही छैन, तलको कारखाना प्लास्टिक फ्याक्ट्री केही छैन। लगायत यो पुल पारी चौतारा बाँकी छ। पारीको बाटो अलिअलि बाँकी छ, मान्छे अलिअलि देख्न सक्नुहुन्छ। त्योभन्दा बाहेक यो बुङ्गुर पालन गर्ने सबैभन्दा डाँडाको सबैभन्दा कुनाको एरिया। यो बङ्गुर फर्महरू यही भित्र हिलोमा छन्, अहिले सबै बगाएको अवस्था छ। यो लगायत यो सोलरको प्यानलहरू लगभग 10% भन्दा बाँकी केही पनि छैन। यहाँबाट सिधै गौरेसीको कफी देखिन्छ, यो पुरै एरिया हानेको छ। र यहाँबाट लिएर गएर सोलर अफिस भन्दा माथि जेडी बोर्डिङ एउटा सुरक्षित बाँकी छ। त्योभन्दा बाहेक केही पनि बाँकी छैन। ल योभन्दा माथि हावाघरबाट तलको एरिया यिनीहरू नै हुनु अहिलेको लेटेस्ट अवस्था। यो चाहिँ बेनीघाटबाट गोर्खाको घालचोक जोड्ने पुल हो। यो पुलको चाहिँ माथिसम्म पानी आए पनि यो पुलमा भने अहिलेसम्म कुनै क्षति पुगेको छैन।